सिकाइ क्रियाकलापको विवरण न कि प्रधानाध्यापक इन्जिनियर। यतिका इन्फ्रास्ट्रक्चर चाहिँ बनाउँदाखेरि प्रधानाध्यापकको मातहतमा समिति बनाएर त्यो के भन्छन् भोक्ता समिति बनाउनु, त्यसको बिल भरपाई राख्नु, फेरि दौडेर ढोका चहार्नु, त्योभन्दा राम्रो यो सरकारसँग के भनेदेखि हाम्रो प्रधानाध्यापकलाई शिक्षण सिकाइ बाहेक कुनै पनि क्रियाकलापमा संलग्न समिति बनाउनु, त्यसको बिल भरपाई राख्नु, फेरि दौडेर ढोका चहार्नु, त्योभन्दा राम्रो यो सरकारसँग के भनेदेखि हाम्रो प्रधानाध्यापकलाई शिक्षण सिकाइ बाहेक कुनै पनि क्रियाकलापमा संलग्न। यो बिल्डिङ कसले बनाउँछन्? प्रधानाध्यापकले बिल्डिङ बनाएर हुन्छ? यो त इन्जिनियरको काम हो, नगरपालिकाको काम हो, राज्यको काम हो, तपाईँको नेताको काम हो, उसले गर्छ। प्रधानाध्यापक त्यो बिल्डिङ बनाउनु